हजुरहरूले ट्रान्सफर गरिसकेपछि चाहिँ अब यसलाई चाहिँ डलरमा कसरी स्वाइप गर्ने भन्ने भिडियो बनाएको छु मैले यो होइन। हजुरहरूले चाहिँ अब त्यहाँ बिएनबी चेनमा भएकोलाई चाहिँ अब हजुरहरूले के गर्नु पऱ्यो भने चाहिँ अटक राख्नु पऱ्यो होइन, जुनमा चाहिँ तपाईँहरूले पहिले चाहिँ आफूले एउटा टोकन बनाइसक्नु भएको थियो है, त्यसलाई सिलेक्ट गर्नुपर्ने हुन्छ। अब तपाईँको त्यहाँ सिलेक्ट गरिसकेपछि कति चाहिँ तपाईँले ट्रान्सफर गर्नुभएको थियो अटोको चाहिँ एप्लिकेसनबाट है, त्यो त्यहाँ सो गर्छ। अब त्यो सो गरिसकेपछि हजुरले चाहिँ अब युएसडिटी चाहिँ होइन, बिएनबी ब्लक चेनकै युएसडिटी चाहिँ तपाईँले सिलेक्ट गरेर है, त्यो टीवाला तेथर हुन्छ त्यो चाहिँ, त्यसलाई सिलेक्ट गर्नुभयो भने तपाईँ चाहिँ स्वाइप गर्न सजिलो हुन्छ। अब अहिले चाहिँ मैले स्वाइप गर्न ट्राई गरेको होइन, मेरो 200 अटोको चाहिँ 0 होइन, जो त्यहाँ देखाउँछ 26 को भ्यालु आएको छ है। तरपट्टि तपाईँले देख्न सक्नुहुन्छ 1 युएसडिटी हुनलाई तपाईँको 761 अटक हुनुपर्ने रहेछ। भनेपछि अब हामीले चाहिँ 700, 800, 1000 जति लगभग बनाउनु पर्ने हुन्छ।